Namaste everyone, welcome to my another vlog. आज चाहिँ म हाम्रो स्ट्रिट डान्सरसँग आज हाम्रो टिकटकमा चलेकै स्ट्रिट डान्सर 13 छ उसको चाहिँ उसँग चाहिँ अब उसले चाहिँ स्ट्रिट डान्स गर्छ भयो भने म पनि गर्छु नभए अब उसले गर्छ म चाहिँ भिडियोहरु बनाउँछु सो त्यही हो अब चाहिँ हामी जाँदै छौं अनि अब कुनै पुगेर भेटौँ है त सो हामी चाहिँ संगीत चौकमा नगरेर गोर्खा गल्ली आइसक्यौँ किनकि उनले अब यहाँ अगाडि पनि गर्दै रहेछ नि यहाँ अलिकति क्राउड बेसी हुन्छ भनेर संगीत चौकमा चाहिँ नगर्ने भनौँ त्यही भएर चाहिँ हामी अहिले गोर्खा गल्ली आछौँ अब के हुन्छ ऊ त्यहाँनेरि अब रेडी भइसक्यो है अनि अब उसले डान्स गर्छ अनि म चाहिँ अब आज क्यामेराम्यान म त नगर्ने भए अनि अब संगीत चौकमा भएर चाहिँ गर्छु पनि भनेर सोचेको थिएँ तर अब यहाँनिर भयो अब उसले नै गर्छ म चाहिँ गर्दिनँ म चाहिँ भिडियोहरू बनाउँछु मोबाइल पक्रिन्छु सो त्यही हो कस्तो नाच्छ के क्राउड आउँछ म तपाईँहरूलाई देखाइहाल्छु सो गाइस उसले चाहिँ स्टार्ट गरिसकेको छ अनि म चाहिँ अब यसो गाइस उसले चाहिँ अघि स्टार्ट गरेको कि डान्स अनि लास्ट एउटा भन्दैछ क्या यार ओए तिमीले कतिचोटि लास्ट एउटा भन्यो होला एक्चुअलीमा म धेरै लाइक मलाई मजा आउँदैछ अनि त्यही भएर चाहिँ म एउटा गर्दै गर्दै अनि गरेको भएर अरे भन अब अरे यार अब लास्ट एउटा गर्छु भन्छ होइन अनि मलाई ल त ल तिम्रो एनर्जी हो गर नि त भन्छु कि माथि अनि नाचिसक्छ नि पानी खान्छ नि फेरि लास्ट एउटा गर्छु अब चाहिँ लास्ट एउटा गर्छु फेरि गर्छ अहिले लास्ट एउटा भनेको पनि अनि 6वटा गीतमा नाचिसक्यो है गाइस अब चाहिँ उसको यो चाहिँ लास्ट गीत हुन्छ होला लास्ट गीत चाहिँ मैले एक्लै भए नि बजाइदिएको छु अनि नाच्नु लास्टतिर पुगिसक्यो सो त्यही हो अब चाहिँ उसको यो लास्ट गीत हुन्छ होला अनि यसपछि हामी जाने होला किनकि अब राति पनि भइसक्यो नि त हामी आउँदा त घाम लागिरहेको छ अन्त रात परिसक्यो अब के भन्नु अब क्राउड पनि आइरहेको छ त्यसले त्यही भएर उसले नि अझ एउटा गर्छु भनेर थपिरहेको थियो अब यो चाहिँ लास्ट भनेर मैले बजाइदिएँ हो अब सो त्यही हो के गर्छ अब अझ एउटा थप्न नि सक्छ नथप्न नि सक्छ त्यही हो हेलो तिमीलाई धेरै धेरै माया गर्छु होला है गाइस लास्ट गीत त करे हानो यार गाइस मैले गीत बजाइदिएको कि उसले नाच्न स्टार्ट गरिसक्यो के भन्नु लास्ट गीत भन्दै थियो कि गीत बजाएको नाच्न स्टार्ट गरिसक्यो यार अरे यार के भन्नु नाच अब फेरि अझै एउटा गीतमा नाच्नु ल के गर्ने जाने कि नाच्ने जे गर्दा नि हुन्छ म त जे हो नि खुस गाइस फेरि लास्टमा न है फेरि लास्टमा भयो गाइस हामी जाँदै थियौँ नि यहाँ कसले रोक्नु थाहा छ यहाँ फ्यान्सले रोक्नु फ्यान्सले अब के भन्नु अब यहाँनिर सक्दै छैन गाइस उसले चाहिँ यहाँनिर अब फेरि एकचोटि सकिसक्यो हामीले त्यहाँनिर नाचिसक्यौँ यहाँ फेरि अङ्कल आउनु भयो अनि फेरि अङ्कलको लागि गर्ने भन्दै चाहिँ त्यो पनि सानो स्पेस छ सो गर्छ होला फेरि उसले चाहिँ एनर्जी कहाँदेखि आउँछ यार एनर्जी आएको छ ओहो केही वर्डै छैन क्या यार मसँग त केही भन्नलाई के भन्नु अब अझै एउटा नाच्छ अब त्यहाँ अङ्कल बसिरहनु भएको छ देख्न सक्नुहुन्छ त्यो अङ्कल बसिरहनु हुन्छ अब त्यो अङ्कलको लागि फेरि नाच्छु भन्दै थियो कि फेरि उहाँ अगाडि कुदेर पुगिसक्यो सो त्यही हो गाइस अब यो चाहिँ मेरो मोबाइलमा भ्लग बनाउँदिनँ होला उसको मोबाइलमा टिकटक रिल्स बनाउँछु होला उसको चाहिँ टिकटक एकाउन्ट सिधा स्ट्रिट डान्सर 13 छ
सो त्यही हो अब फेरि नाच्छ सो त्यही अब म यो चाहिँ भ्लग बनाउने कि उसको टिकटक एकाउन्टमा गएर हेर्नु होला स्ट्रिट डान्सर 13 छ है उसको चाहिँ गाइस ऊ चाहिँ अझै पनि नाचेको नाचै छ क्या अघि अघि कति नाच्यो अहिले यहाँनिर फेरि 1-2वटा गीत भइसक्यो त्यही पनि नाचेको नाचै छ मतलब हामी उसले नै खाजा खाएको छैन मैले नि खाजा खाएको छैन क्या लाइक अब हामी आउँदाखेरि त केही पनि नखाइकन आएको हो नि त मलाई भोक लागिसक्यो ऊ नाचेर अगाइरहेको छ क्या के भन्नु अब अनि यहाँनिर हुनुहुन्छ हाम्रो सरहरू पनि सरहरूले चाहिँ आज ल्याइदिनु भएको सो गाइस त्यही हो उसले चाहिँ अब नाचिरहेको छ अब 7 बजिसक्यो होइन अब कतिखेर नाचिसक्छ अनि त्यतिखेर अब सकिसकेपछि सिधै म चाहिँ खना जान्छु ऊ चाहिँ अब आफ्नो घर जान्छ अनि अब सो हामी त्यही हो अब लाइभमा आउँछौँ होला भरे बेलुका नभए उसले भ्लग एडिट गरेर हाल्छ होला म होइन भोलि हाल्छ होला भ्लग एडिट गरेर त एन्ड फाइनली गाइस म चाहिँ घर आइसकेको छु अनि हाम्रो यो बार एकाडेमी तरराले चाहिँ मलाई टी सर्ट पनि गिफ्ट गर्नु भएको छ अनि सबै तररा बार एकाडेमीलाई स्पेसल थ्याङ्क्स भन्दै अब म आजको भ्लग यहीँ एन्ड गर्दैछु एन्ड थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई